सो ओके, म चाहिँ आज टाइप्स अफ न्युरल नेटवर्कको बारेमा भन्न गइरहेको छु। यो चाहिँ सिम्पल एउटा हाई लेभल ओभरभ्यू मात्र हो, डिटेल चाहिँ होइन। थोरै ओभरभ्यू लिनको लागि मात्र के हो त होइन, के हुन् टाइप्स अफ न्युरल नेटवर्क, के हुन् भनेर तिनीहरूको बारेमा म भन्न गइरहेको छु। ओके, सुरुमा छ मल्टिलेयर पर्सेप्ट्रोन, जसलाई एमएलपी पनि भनिन्छ होइन। र यो चाहिँ के हो त भन्दाखेरि फन्डामेन्टल फर्म अफ डिप न्युरल नेटवर्क। यो चाहिँ एकदम बेस हो कि कुनै पनि एउटा न्युरल नेटवर्कको एउटा बेस आइडिया भनौँ न। अरू कुनै मोडलहरूले जस्तै सिएनएन, आरएनएन, ट्रान्सफर्मर तिनीहरूले चाहिँ यही मल्टिलेयर पर्सेप्ट्रोनकै जुन आइडिया छ त्यही कोर आइडियामै बेस छन् तिनीहरू चाहिँ है। अनि जस्तै इट कन्टेन्स अल कोर आइडियाज द्याट एभ्री अदर न्युरल नेटवर्क इज बिल्ट फ्रम। अब यसमा के हुन्छ त भन्दाखेरि स्ट्याक अफ फुल्ली कनेक्टेड लेयर्स वेयर एभ्री न्युरोन्स इन वान लेयर कनेक्ट टु एभ्री न्युरोन इन द नेक्स्ट लेयर। अब यहाँ हामीले यो फिगरमा पनि देख्न सकिन्छ। जस्तै इनपुट लेयरको हरेक जुन यो न्युरोन छ अथवा यसलाई नोड पनि भनिन्छ, नोड हरेक अर्को लेयरको चाहिँ अर्को नोडसँग चाहिँ कनेक्टेडहरू छ है त। अनि यो W11, W22, W13 यिनीहरू भनेको चाहिँ यो चाहिँ वेट्स, यो कनेक्सनको चाहिँ वेट्सहरू हो है त। अनि इट कन्सिस्ट अफ एटलिस्ट 3 लेयर्स अफ नोड, एन इनपुट लेयर, वान अर मोर हिडन लेयर, अनि एन्ड वान चाहिँ आउटपुट लेयर हुन्छ यसमा चाहिँ है त। यो फिगरमा हेरे जस्तै यो यहाँ इनपुट लेयर भयो, यो हिडन लेयर भयो, यो आउटपुट लेयर भयो। र यो हिडन लेयर्सहरूमा चाहिँ सम एक्स्ट्रा बायसहरू पनि हुन्छ कि यो बस एउटा मानौँ अहिलेलाई न्युमेरिकल भ्यालुज त्यो नै हो। र अब यो कमन युज केसेस के हो त यसको भन्दाखेरि चाहिँ यो मेनली चाहिँ युज हुन्छ सुपरभाइज प्रब्लम्सहरूमा, जस्तै क्लासिफिकेसन, रिग्रेसन होइन। केही छुट्याउनु पऱ्यो भने, जस्तै क्याट र डग छुट्याउनु पऱ्यो भने, अथवा अनि रिग्रेसन केही प्रिडिक्सन गर्नु पऱ्यो भने, न्युमेरिकल डेटाहरू प्रिडिक्ट गर्नु पऱ्यो भने त्यस्तोमा चाहिँ कमनली युज हुन्छ। तर यसको लिमिटेसन्स के छ भन्दाखेरि कम्पिटेसनल्ली एक्सपेन्सिभ टु ट्रेन। अब हरेक नोडहरू अर्को नोडसँग, जस्तै एउटा इनपुट लेयरको नोड हिडन लेयरको चाहिँ अर्को नोडसँग चाहिँ एकदम सबै कनेक्ट हुन्छ भनेपछि अभियसली यो चाहिँ एकदम ट्रेन गर्न एकदम एक्सपेन्सिभ हुन्छ, एकदम टाइम कन्ज्युमिङ हुन्छ, अथवा भनौँ न कस्ट पनि बढी लाग्न सक्छ। र यो अर्को के हुन्छ भन्दाखेरि ब्याड फर इमेजेस एन्ड इग्नोर सिक्वेन्स अर्डर। जस्तै सिक्वेन्स अर्डर भन्नाले हाम्रो जस्तै टेक्स्ट डेटा हुन्छ त्यसमा चाहिँ अलि ब्याड पर्फर्म गर्छ, अर्को इमेजहरूमा पनि यसले अलि राम्रो पर्फर्म गर्दैन है त। अनि अर्को टाइप छ कन्भोल्युसन न्युरल नेटवर्क, जसलाई सिएनएन पनि भनिन्छ। यो चाहिँ इट डिजाइन्स टु प्रोसेस ग्रिड स्ट्रक्चर डेटा लाइक इमेजेस एन्ड भिडियोज। यो मेनली चाहिँ के को लागि बनेको भन्दाखेरि चाहिँ इमेजेस र भिडियोहरूको लागि चाहिँ बनेको। इट मिमिक्स द ह्युमन भिजुअल सिस्टम बाई अटोमेटिकली आइडेन्टिफाइङ स्पाटियल प्याटर्न्स सच एज एजेस, टेक्स्ट एन्ड अब्जेक्ट्स। अब यो चाहिँ मेनली कस्तो कुरामा युज हुन्छ भन्दाखेरि चाहिँ जस्तै हामीले ह्युमनले जसरी हेरेर छुट्याउन सकिन्छ नि त्यस्तरी नै त्यसैको आधारमा चाहिँ यो कन्भोल्युसन न्युरल नेटवर्क बनेको हो कि। इट्स युज केसेस आर इमेज क्लासिफिकेसन, अब्जेक्ट डिटेक्सन, मेडिकल एनालिसिस। मेनली यो चाहिँ हामीले केसमा देख्न सकिन्छ भन्दाखेरि सेल्फ ड्राइभिङ कार्सहरूमा चाहिँ देख्न सकिन्छ। जस्तै टेस्लाको भयो होइन, तिनीहरूले चाहिँ त्यो त्यसमा एउटा सेन्सरहरू क्यामेराहरू फिट गरेर त्यहाँ चाहिँ इनपुट डेटाहरू, सराउन्डिङको इनपुट डेटाहरू लिएर अब्जेक्ट अगाडि के अब्जेक्ट छ त भनेर चाहिँ त्यो छुट्याउन चाहिँ सक्छ। कन्भोल्युसन न्युरल नेटवर्क चाहिँ त्यो युज त्यसमा युज बढी हुन्छ है त। अर्को छ रिकरेन्ट न्युरल नेटवर्क। अब यो चाहिँ के हो त भन्दाखेरि इट मेनली डिजाइन टु प्रोसेस सिक्वेन्सियल डेटा। अब सिक्वेन्सियल डेटा भनेको के हो त भन्दाखेरि वेयर अर्डर्स म्याटर्स के। जस्तै हाम्रो टेक्स्ट डेटा भयो, टेक्स्टमा अब कस्तो हुन्छ भन्दाखेरि अब जस्तै आई एम लर्निङ डिप लर्निङ होइन, त्यो एउटा सेन्टेन्स छ नि त्यसको हरेक एउटा मिनिङ छ त्यसमा। अन्त त्यसको मैले अर्डर, जस्तो वर्डहरूको मैले क्यारेक्टर्सहरूको अर्डर मैले चेन्ज गरिदिएँ भने त्यसको छुट्टै मिनिङ आउँछ क्या होइन। त्यस्तो एउटा सिक्वेन्स अर्डरमा भएको चाहिँ डेटालाई चाहिँ डेटा चाहिँ यो रिकरेन्ट न्युरल नेटवर्क अलि बढी युज हुन्छ, यो मोडल अलिक बढी युज हुन्छ। जस्तै अनलाइक ट्रेडिसनल न्युरल नेटवर्क्स द्याट ट्रिट्स इनपुट इन्डिपेन्डेन्टली
RNN use internal loops to retain a memory of previous states, allowing them to understand temporal context and patterns over time. यो ट्रेडिसनल जस्तै MLP मल्टिलेयर पर्सेप्ट्रोन भन्ने छ, त्यसमा चाहिँ अब त्यो हरेक इनपुट डेटाहरूलाई चाहिँ इन्डिपेन्डेन्टली चाहिँ ट्रिट गर्थ्यो कि भनौँ न, एउटा इनपुट छ भने एउटा त्यसलाई छुट्टै भयो, अर्को इनपुट छ भने अर्को छुट्टै भयो। तर आरएनएलले चाहिँ के गर्छ त भन्दाखेरि जस्तै कुनै पनि एउटा वर्डको जस्तै यो र यो बिचमा चाहिँ के सम्बन्ध छ त, होइन, यो इनपुट डेटा र यो इनपुट डेटामा के सम्बन्ध छ त, त्यसको चाहिँ एउटा टेम्पोरल एउटा भनौँ न एउटा रिप्रेजेन्टेसन अथवा एउटा रिलेसन चाहिँ एउटा क्याप्चर गरेर चाहिँ टेम्पोररी राख्छ कि कन्टेक्स्ट अन्डरस्ट्यान्डिङको लागि है त। अनि अब युज केसेस अब के हुनसक्छ भन्दाखेरि मेनली चाहिँ एनएलपी बेस प्रोजेक्ट्सहरूमा युज हुन्छ, जस्तै सेन्टिमेन्ट एनालिसिस, होइन, कुनैले अब कस्टमरहरूले रिभ्यू दियो केही प्रोडक्टको बारेमा, त्यो पोजिटिभ थियो कि नेगेटिभ थियो कि न्युट्रल थियो, होइन, त्यस्तो कुराहरू पत्ता लगाउन युज हुन्छ। अर्को ल्याङ्ग्वेज ट्रान्सलेसन, अडियो एन्ड भिडियोज, स्पिच रेकग्निसन एन्ड भिडियो एनालिसिसमा चाहिँ युज हुन्छ। अनि टाइम सिरिज फोरकास्टिङमा पनि बढी युज हुन्छ। टाइम सिरिज फोरकास्टिङ भनेको चाहिँ कस्तो भन्दाखेरि जहाँ चाहिँ जस्तै स्टकको प्राइसहरू, होइन, जुन चाहिँ प्रिभियसमा जस्तै 2-3 महिना अगाडि के थियो त त्यसको भ्यालु अनुसार चाहिँ फ्युचरको चाहिँ प्रेडिक्ट गर्ने, त्यस्तो टाइपकोमा चाहिँ हामीले आरएनएन युज गरिन्छ। जस्तै प्रेडिक्टिङ स्टक, वेदर प्याटर्न्स एन्ड फाइनेन्सियल डेटा। अब यसको स्ट्रक्चर चाहिँ डायग्राम चाहिँ यस्तो हुन्छ, जस्तै एउटा इनपुट लेयर भयो, यहाँ यो इनपुट डेटाहरू भयो र यसको जुन आर्किटेक्चर छ त्यही एमएलपी जस्तै नै हो, बस एक्स्ट्रा के छ त भन्दाखेरि एउटा रिकरेन्ट भनौँ न एउटा लुप जस्तो छ भनौँ। यहाँ यो यतातिर यो एउटा लेयर, यो यसको इनपुट, यसको आउटपुट चाहिँ अर्को लेयरमा इनपुट भयो र बेस्ड अन द फिडब्याक भन्ने कि अथवा के भन्ने, होइन, त्यो पुरानो कन्टेक्स्ट रिलेसनसिप हेरेर उसले चाहिँ लास्टमा आउटपुट दिन्छ। अर्को छ ट्रान्सफर्मर नेटवर्क, अनि यो चाहिँ छ अटेन्सन बेस्ड पनि भनिन्छ यसलाई चाहिँ, है, अटेन्सन बेस्ड न्युरल नेटवर्क। अब करेन्ट स्ट्यान्डर्ड फर प्रोसेसिङ कम्प्लेक्स सिक्वेन्स विदाउट रिलाइङ अन रिकरेन्ट लुप। हो यसले पनि काम गर्ने सिमिलर टु द यो आरएनएन जस्तै नै हो। जस्तै के हुन्छ त भन्दाखेरि इट मेनली फोकसेस अन अन्डरस्ट्यान्डिङ रिलेसनसिप विदिन डेटा टु प्रोसेस इन्फर्मेसन मोर इफेक्टिभली। अब यो भनेको चाहिँ कस्तो भन्दाखेरि यसले पनि रिलेसनसिप खोज्छ कि, जस्तै प्रिभियस डेटा र अहिलेको डेटामा चाहिँ के रिलेसन छ त, होइन, त्यो चाहिँ उसले चाहिँ खोजेर चाहिँ आफ्नो कन्टेक्स्टमा चाहिँ राख्छ है त। अब वेयर आरएनएन सफर फ्रम भ्यानिसिङ ग्रेडियन्ट प्रब्लम विच लिड्स टु लङ टर्म मेमोरी लस। अब आरएनएनको एउटा प्रब्लम के छ त भन्दाखेरि उसले चाहिँ नजिकको डेटाहरूको चाहिँ रिलेसन चाहिँ याद गर्न सक्छ, तर एकदम टाढाको छ भने उसले अलि याद गर्न गाह्रो हुन्छ। जस्तै यहाँ यो डेटाहरू भयो र यो डेटाको बिचको रिलेसन चाहिँ के छ त नि भनेर चाहिँ आरएनएनले अलि छुट्याउन गाह्रो गर्छ। त्यसैमा आउँछ हाम्रो ट्रान्सफर्मर न्युरल नेटवर्क। जस्तै इक्जाम्पल के हुनसक्छ त भन्दाखेरि XYZ went to अथवा भनौँ राम went to France in 2019 when there were no cases of COVID and there he met the president of that country। अब यसमा यो एकदम लामो सेन्टेन्स छ कि, अब तिम्रो आरएनएनलाई ट्रेन गराउने हो भने उसले यो द्याट कन्ट्री भनेर केलाई बुझाउँछ त, होइन, त्यो चाहिँ अलि आरएनएन एकदम अलि स्ट्रगल गर्न सक्छ कि, होइन। वेराज ट्रान्सफर्मरले चाहिँ उसले चाहिँ याद गर्न सक्छ द्याट कन्ट्री भनेको चाहिँ फ्रान्स हो भनेर चाहिँ उसले ट्रान्सफर्मरले चाहिँ याद राख्न सक्छ है त। मैले यहाँ त्यही नै भनेको छु, आरएनएन मे स्ट्रगल टु क्याप्चर लङ रेन्ज डिपेन्डेन्सिज इफेक्टिभली है त। अनि अर्को यो त्यही नै हो, यो अटेन्सन मेकानिजम भन्ने हुन्छ यसमा ट्रान्सफर्मरमा चाहिँ। अनि इट इज द मेन फाउन्डेसनल ब्याकबोन फर ओपन्स एआई च्याटबट हो कि ChatGPT एन्ड गुगल्स जेमिनाई मोडल्स, तिनीहरू बनाउनु चाहिँ ट्रान्सफर्मर मोडल चाहिँ युज भएको छ है त। अब अर्को छ अटो इन्कोडर्स। इट कम्प्रेस इनपुट डेटा इन्टु अ स्मलर रिप्रेजेन्टेसन एन्ड देन रिकन्स्ट्रक्ट इट। इट हेल्पिङ द मोडल लर्न इम्पोर्टेन्ट प्याटर्न इफेक्टिभली।
यसमा कस्तो हुन्छ भन्दाखेरि कुनै पनि जस्तै इनपुट डेटा पिडिएफ छ अथवा इमेज छ होइन, त्यसलाई कम्प्रेस गरेर एकदम सानो साइजमा बनाउनु छ भने विदाउट लुजिङ द डिटेल्स के विदाउट लुजिङ द डिटेल्स, त्यो डिटेल लुज नगरिकन हामीले एउटा अर्को कम्प्रेस डेटा बनाउनु छ भने हामीले इन्कोडरको युज गरिन्छ है त। अब यसमा छ स्मलर रिप्रेजेन्टेसन भनेको चाहिँ अर्को के पनि हो त भन्दाखेरि एउटा ल्याटेन्ट स्पेस पनि भनिन्छ क्या त्यसलाई। ल्याटेन्ट स्पेस भनेको कस्तो हो त भन्दाखेरि जुन चाहिँ डेटा चाहिँ इन्कोड गरेर राखेको एउटा भनौँ न लेयर हो। जस्तै यहाँ मैले गराएको छु, इनपुट डेटा भयो अनि यो अर्को लेयर भयो र जुन चाहिँ एकदम स्मल रिप्रेजेन्टेसन छ नि, जुनले चाहिँ यो ओरिजिनल डेटालाई चाहिँ रिप्रेजेन्ट गराउन सक्छ कि बाई रिमुभिङ अन्नेसेसरी डिटेल्सहरू होइन, जुन जुन इम्पोर्टेन्ट डिटेल्सहरू छ त्यो मात्र क्याप्चर गरेर यो ल्याटेन्ट स्पेसमा चाहिँ त्यसमा बसेको हुन्छ भनौँ है त। अनि त्यहीबाट हाम्रो अर्को एउटा डिकोडर भन्ने हुन्छ, त्यो डिकोडरले चाहिँ फेरि एप्रोक्सिमेटली है त, एप्रोक्सिमेट चाहिँ ओरिजिनल डेटा चाहिँ बनाउन ट्राई गर्छ है त। यो कुनमा युज हुन्छ भन्दाखेरि नोइज रिमुभल होइन। अब नोइज रिमुभल भन्नाले इमेजेसहरूमा त्यो एकदम अलि ब्लरी टाइपको इमेज छ भने अलि क्लियर जस्तो इमेज बनाउनुमा मेबी हेल्प गर्छ। एनोमली डिटेक्सन, फिचर एक्सट्र्याक्सन र डाइमेन्सनालिटी रिडक्सन है त। अर्को छ अब जेनेरेटिभ एडभर्सल नेटवर्क, ज्ञान पनि भनिन्छ यसलाई। ज्ञान आर द मोडल्स द्याट जेनेरेट न्यू रियलिस्टिक डेटा बाई लर्निङ फ्रम द एक्जिस्टिङ डेटा। अब यो मेनली चाहिँ कस्तो हुन्छ भन्दाखेरि ओरिजिनल डेटाबाट चाहिँ उसले चाहिँ एउटा फेक नयाँ टाइपको चाहिँ डेटा चाहिँ क्रिएट गर्न सक्छ कि। जस्तै अब नयाँ टाइपको डेटा भन्नाले के हो त भन्दाखेरि इट क्यान क्रिएट कन्टेन्ट लाइक इमेज, भिडियोज एन्ड म्युजिक। जस्तै एक्जिस्टिङ एकदम थाउजन्ड्स अफ इमेजेसहरू लिएर उसले चाहिँ नक्कली इमेज बनाउन सक्छ कि। जस्तै मान्छेहरूको इमेजहरू लिएर उसले ट्रेन भएर नक्कली मान्छेहरू चाहिँ जेनेरेट गराइदिन सक्छ, जुन चाहिँ दुनियाँमा एक्जिस्टै नभएको होइन। त्यस्तो टाइपको चाहिँ अब यो ज्ञान मोडल। र यसको आर्किटेक्चर कस्तो छ भन्दाखेरि रियल वर्ल्ड इमेजेसहरू छ होइन, त्यसको स्याम्पलहरू छ। अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा जेनेरेटर भन्ने हुन्छ, अर्को डिस्क्रिमिनेटर भन्ने हुन्छ। अब जेनेरेटरले चाहिँ के गर्छ भन्दाखेरि ऱ्यान्डम डेटाहरू उठाउँछ र त्यो डेटाहरूबाट चाहिँ है अनि स्याम्पल इमेज बनाउँछ क्या। स्याम्पल इमेज बनाएर मेनली यो रियल वर्ल्ड इमेजमा ट्रेन भएर समथिङ ऱ्यान्डम डेटाहरू लिएर अनि फेरि ऱ्यान्डम डेटाहरू लिएर अनि स्याम्पल एउटा छुट्टै फेक डेटा बनाउँछ होइन। अनि यो चाहिँ रियल डेटा भयो। र डिस्क्रिमिनेटरको काम चाहिँ के हो त भन्दाखेरि उसले चाहिँ रियल र यो फेकमा चाहिँ डिफ्रेन्स छुट्याउने कि होइन, कतिको डिफ्रेन्स छ त यानि लस पत्ता लगाउने। अब त्यो लस चाहिँ अनि फेरि जेनेरेटरलाई दिएर होइन एउटा लुपमा चाहिँ यो चल्दै जान्छ, तबसम्म चल्छ जबसम्म डिस्क्रिमिनेटरले चाहिँ छुट्याउनै सक्दैन कुन रियल हो कुन फेक हो भन्ने जेलसम्म छुट्याउन सक्दैन, त्यतिखेरसम्म चाहिँ ट्रेन लुपमा चलाइराख्ने कि। अब जेनेरेटर क्रिएट्स फेक डेटा, example an image from a random noise. The discriminator evaluates or compares the fake data with the real data and try to distinguish them. Based on the discriminator feedback, the generator adjusts and improves the fake data and the process repeats है त। त्यो प्रोसेस चाहिँ रिपिट भइरहेको छ जबसम्म चाहिँ जेनेरेटर के अरे डिस्क्रिमिनेटरले छुटाउन सक्दैन तबसम्म चाहिँ यो प्रोसेस रिपिट भइरहेको छ।